अर्ग्यानिक रोटी अलि बढी खाइदिएको बोल्नै गाह्रो भइसक्यो मन खोज्दै હવે ठिक छ बाबा बाबा भइरहेको नाचमा भइरहेकी सकेत जोइको इन्ट्री भएछ बुढीको अब यिनमा अब गीतबाटै दिनुपर्ने हुन्छ त के हो बुढी नाम तुम परिचय पाम सरसफाइको कार्यक्रम देरगाउँतिर जहाँ हता हिँडेको एप्रोन लाएर हजुर हिलो खाएर तुमी ब्युटी भएर भइरे हेरेको हेरे हात नधोइ भात पस्काए हजुर छेरेको छेरेको जति बढी हाँसे नि हात नधोइकन हिँड्ने परासन कि हुस्ट्यास त्यो के भयो तेरे माथि जाँदैछ नि नि गाउँ घर सफा राख्दा राख्दा दिमाग पनि सफा राख्यो क्या बुढीको नाम पनि बिर्सिने भयो मान्छे प्रेसर छ त हजुर हिमा गाउँपालिकामा यो सरसफाइ अभियान द्रुत गतिमा बढाउ भन्न यो सरसफाइको संयोजक मोनो बनाए मोनो प्रेसर भइकन भुल्यो त भाइ दबाई तुम नाउँ के अरे यो फेरि नाउँ बिर्सिनुमा अचम्म नमान है वैज्ञानिक पनि आफ्नो नाउँ बिर्सिन्छ गरे म बुढीको नाउँ बेला बेला भुल्न छु के नाम गरे कमला भन्ने नाम थाहा भएन कमला कमला तुम नाउँ कमला मोकन गतिस जाति बित्ति हमला हाम्रो जोडी जमला कि नजमला जमला अरे देख्यो के खान्छ कमला सुन्तला कि अमला बढी भएछ है अमलासम्म त ठिकै हो चाउचाउ बिस्कुट चाहिँ खाना भएन बजारको चाहिँ गुड इन्फर्मेसन म पनि डाक्टर नै हात लागेको थिएँ नापा इङ्ग्लिस बोल्न छु या लुटुके पारे आयो गो द सेला साइडबाट यो हिमा गाउँपालिकाको देयरगाउँमा इन द फ्ल्याङ साइड अरू कुरा छोड्देऊ बुढा गाउँघरमा हेरेका छौ कि नै सरसफाइ गर्दा कि नै बाबा 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 हेर बुढा भुनेर मलाई पुरानो झल्को दिल फेरि नपरला है त्यसरी नभुन तिमी हेर मस्के कि सरसफाइ किन नहुनु सरसफाइका सम्पूर्ण चरण पुरा गरिकन देयरगाउँलाई पुनः सरसफाइ घोषणा भइहाल्छ के डन्ट ओरे बेबी डन्ट ओरे हो त सरसफाइ राख्नु पर्यो नि त फुकुहिने पोर एकतिर नकुहिने पोर एकतिर चर्पी गइसकेपछि हात धुनु पर्यो अघि तिमीले भने न हात धोएन गरे हात नधोइ कसरी खायो खाना हल्का यो भैरे स्टाइलमा मजा हानेको के भैरेले कहिलेकाहीँ व्यङ्ग्य गर्छ के गर्दैन माई नेम इज असै लाले पुलिस सनदमा आम्मा आम्मा मान्छे हाले भन्ने हुनेछौ नि हो त्यस्तै त्यस्तै व्यङ्ग्य हो बाइ द वे अब कतातिर हिँडेको म यहाँ रमाइलो दिँदै गर्छु डाक्टर जस्तो मान्छे धेरै यहाँ बसेपछि बिरामीहरूलाई चाहिँ छटपटी हुन सक्छ कोही स्विच अफ पनि हुन सक्छन् संवेदनशील जागिर हो खुरुक्क हिँडिहाल्नु त ल ल तिम्रो कुरा सुनेर मेरो टाउको दुखिसक्यो भलो मेरो शिविर पर लागिरहेको मेरो पनि कोप्पे दुखेछ तिम्रो कस्तो कुरा गर्दैछु नि यार अघि क्या भन्ने थाहा छ वडा अध्यक्षज्यूले रेखा जोशीमा स्वागत छ अरे भइरेन भुल्या छन् अब तिनको नाममा भुनु कि नभुनु ए एक नम्बर वडा अध्यक्ष रतन काकु अब कुइने फोर एकातिर नकुइने फोर अक्कातिर जाकु सरसफाइ पूर्ण घोषणा भएर मात्रै होइन यसलाई निरन्तरता राखौँ ताली बजा भोगारौटा हल्ला सिपालु रहेछन् हामी माइजो बाबा पतर 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 छ त यहाँ एकजना दत्त नाउँ गरे मान्छे आउँदैछन् ती आउँदै हुम्म अक्को एक टुक्का भुनु त्यो त चुपचाप लागि क्या त घामले हो कि के हो भुनु ओ दत्त हो दत्त दत्त म यहाँ एउटा टुक्का भुन्न लागेको छु त्यहाँ दत्त हो दत्त त चुप लागेर म त दत्त हो दत्त बस प्लिज बस एकचोटि मैले टुक्का भने के आइज के बाबु त्यो च्याचो गर्छ माइक यता नगर है लक्ष्मण दाइको चस्मा राम्रो स्वर राम्रो रेखाको वावा भने खै त चस्मा राम्रो लक्ष्मण दाइको स्वर राम्रो रेखाको चित्त बुझेछ कि नै भैरवले प्रस्तुति देखाको कमन कुन ए दत्त 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 यता सुन ओ दत्त दत्त नभुन फेरि गालामै पालै चट्टा बुझिस कि नै दत्तले हेप्या हो हेप्या होइन तँलाई त मिल्ने भइदिए भे रिजर्भ दिन मन लागेको छ तर त्यस्तो चाहिँ गर्नुहुन्न दत्त दत्त यो मान्छेले चिनी राख है सरसफाइ भएछ कि नै एक गिलास पानी भक्त
टुप्पा के कस्तो हावा रहेछ सरसबै भ्या ठाउँ पानी हुँदैन पानी हुन्छ ढुक्कसँग बस यो मान्छेलाई चिनिराख यो अनुहार चिन यही मान्छे हो आम्मी बुढी न अहिलेको युगसम्म पनि महिनावारी भए बेला छुई भए बेला गोठा वित्त पठाउँछ हेर मान्छे दिने क्या भयो मुझे तो करो चुप 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 छुबे वाला फोटो तो राघव ने से बाहर